अस्ति भर्खर युएसए र युएई विरुद्धको सिरिजमा 4 म्याचमा 4 म्याच हारेको नेपाल अहिले आइसिसी सिडब्ल्युसी लिग 2 पोइन्ट्स टेबलको बटममा छ। हजुरहरूलाई लाग्दै होला कि नेपालले अब त आफ्नो ओडिआई स्ट्याटस पनि बचाउन सक्दैन। बट वाट इफ आई से द्याट यु आर रङ। नेपाल अझै ओडिआई स्ट्याटस सेभ मात्र होइन, तर जिम्बाब्वेमा हुने फाइनल क्वालिफायरको लागि पनि क्वालिफाई गर्न सक्छ। तर अभियसली 20 म्याचमा 5 म्याच मात्र जितेको नेपालको लागि यो टास्क धेरै नै डिफिकल्ट हुन पर्छ। नेपाल क्रिकेट टिम विल ह्याभ टु सो वाइ दे आर कल्ड द कार्डियक किड्स। 2 वर्ष अगाडिको 12 गेममा 11 गेम जितेको हिरोइक फेरि दोहोऱ्याउनु पर्छ। अब रहेको 16 गेममा कमसेकम 13 गेम त जित्नै पर्छ यदि तपाईँलाई डाइरेक्ट क्वालिफाई गर्नु छ भने। यदि हामीले त्यो गर्न सकेनौँ भने हामीले अझै एउटा सेकेन्ड चान्स पाउनेछौँ। टप 4 मा फिनिस नगरेका टिमहरू र अरू अझै एसोसिएट नेसन्सहरूको बिचमा एउटा प्लेअफ खेलिनेछ, जहाँको टप 2 टिम्सले ओडिआई स्ट्याटस मान्यता साथ आइसिसी सिडब्ल्युसी ग्लोबल क्वालिफायरको अन्तिम 2 स्पट पनि पाउनेछ। सो थ्योरिटिकली यदि नेपाल बटममै पनि फिनिस गर्यो भने आफ्नो ओडिआई स्ट्याटस मान्यता साथ वर्ल्ड कप खेल्ने मौका पनि बचाउन सक्छ। तर हामीले यो सकेसम्म अभोइड नै गर्नुपर्छ। टप 4 मा क्वालिफाई गरेर कन्फिडेन्सको साथसाथ मोमेन्टम पनि हामीले ग्लोबल क्वालिफायरमा लानु जरुरी छ। तर अहिले इट सिम्स अनलाइकली। टप 4 मा रहेको टिम्सहरू र नेपालको बिचको ग्याप बढेको छ। चौथो पोजिसनमा रहेको ओमानले 20 गेममा 11 गेम जितेर आफ्नो पोजिसन मेन्टेन गरेको छ, जहाँ कि नेपाल 20 गेममा 5 गेम मात्र जितेर बसिरहेको हो। अरू कुनै टिम थियो भने त ग्लोबल क्वालिफायरको लागि क्वालिफाई गर्ने सपना म असम्भव नै भन्थे। तर नेपाल हामीले यो अगाडिदेखि नै गरिसकेको छौँ। 12 गेममा 11 गेम जितेर अस्तिको पालि पनि हामीले यसरी नै क्वालिफाई गरे हो। सो यो पालि पनि हामीलाई त्यस्तै नै केही चाहिन्छ। अब तपाईँहरू नि भन्नुहोस् कि नेपालले आफ्नो रहेको 16 गेमबाट 13 गेम जितेर डाइरेक्ट क्वालिफाई गर्ला त, कि नेपालले प्लेअफबाटै क्वालिफाई गर्ने उपाय खोज्नुपर्छ? हजुरको विचार हामीलाई कमेन्टमा भन्नुहोस्।